दर्शकबिन फेरि पनि स्वागत गर्दछु एनआरटी भिडियोमा। आज चाहिँ वर्ल्ड हेभीवेट च्याम्पियन हु इज द बेस्ट प्लेयर सिजन 2 हुनेछ। दर्शकबिन सिजन 2 मा भाग लिने साथीहरू माथि फोटोमा देखिसक्नु भएको छ। एकजना खेलाडीको नाम जीवन ग्यामर, निकनेम चैते, एड्रेस लालिकारे टोल रहेको छ। अर्कोतिर हुनुहुन्छ हाम्रो सुरु, निकनेम कोब्रा सरकार, एड्रेस रहेको छ खामागारेको ठाउँमा। र यो गेममा जो विन हुन्छ त्यसले चाहिँ सिजन 1 को विनरसँग फेरि पनि गेम भिड्नु पर्ने हुन्छ। र भिडियो लगत्तै यो टुर्नामेन्टमा जो विजेता हुन्छ त्यसलाई चाहिँ हाम्रो आयोजक टिमले 1 लाख र कोलपुरमा 1 कट्टा घरेरीको व्यवस्था गर्ने प्रयास मात्र गर्नेछ। तर त्यो कहिले उपलब्ध हुन्छ भन्ने त्यो निश्चित रूपमा मलाई पनि थाहा छैन। दर्शकबिन यसका साथै कुराकानी लामो भयो। अब गेमतिर जाम। दुवै पक्षलाई बेस्ट अफ दिँदैका छन्। खेल स्टार्ट भइसकेको छ। दर्शकबिन हाम्रो कमेन्ट्रीमा अर्को साथी हुनुहुन्छ सिजन 1 का विनर सुजल साई। स्वागत गर्छु सुजल साई तपाईलाई। यसमा चाहिँ मलाई लाग्छ दुई पक्षबाटै राम्रो प्रयास छ। तर यहाँ जीवन थापाजीले चाहिँ सिजन 1 मा हार स्वीकार्नु भएको थियो। उहाँलाई चाहिँ त्यो सिजन 1 को धक्काले धेरै नै पिर मर्का पारेको छ जस्तो देखिन्छ। यहाँनिर धेरै नै प्र्याक्टिस गरेर आउनु भएको छ जस्तो छ। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ स्क्रिनमा पनि 4-0 को सिचुएसन छ। सुजलजी लाग्छ यहाँ जिगल हान्ने प्रयास र यसका साथै 0-5 को सिचुएसन छ। दर्शकबिन यहाँनिर कोब्रा ग्याङ आफ्नो खाता खोलिसकेका छन्। जिगल हान्ने प्रयास र यहाँ सर्ट रेन्जमा पनि जीवन थापाले धेरै राम्रो प्रतिस्पर्धा देखाउनु भएको छ। यस्तै तालो भने हाम्रो कोब्रा ग्याङले पब्जी डिलिट गर्नुपर्ने अवस्था आएको छ। यो टुर्नामेन्टबाट पनि बाहिर धकलिनुपर्ने अवस्था आउँछ। यहाँनिर दर्शकबिन यो गेम हेरेर मलाई चाहिँ आफ्नै भाइलाई पनि मैले 1 लाख हाम्रो कोब्रा सरकारको गेम पनि धेरै राम्रो थियो। उहाँले आफ्नो कोब्रा आँखाले हेर्ने बित्तिकै मान्छेलाई ढाल्नुहुन्थ्यो। तर आज के भयो थाहा छैन। यसका साथै विन हुनुहुन्छ हाम्रो जीवन गेमर। यहाँ कोब्रा सरकार नचाहँदा लोबीमा फर्किनुपर्ने अवस्था आएको छ। दर्शकबिन